दुई सिङ्गे बोकाको रेसिपी गाइस मजाले पोलियो ल यसलाई चाहिँ है हाम्रो दायाले बनाउँदैछ पोलेको मासु चाहिँ मिठो हुन्छ भनेर र मैले बनाएँ कि यसरी टाउको हेर्नुहोस् त यस्तो दामी तरिकाले टाउको बनाएँ पोलिसकेपछि मजाले बेसर हाल्यो त्यसपछि काटकुट पकाउनुको लागि काटकुट गरियो है मजाले त्यसपछि मैले कुकर बसाएँ साथीहरू कुकरमा तेल हालेँ तेलमा मेथी मसला र मासु हालेँ त्यसपछि बेसर हालेपछि प्याज हालियो है मजाले मसला ससला चाहियो है टमाटर हालियो त्यसपछि नुन हालियो त्यसपछि मजाले मसला हाल्यो र पिसेको अदुवा लसुन हालियो त्यसपछि मजाले हेर्नुहोस् त कस्तो खाऊ लाग्ने भएको वाउ हेर्नुहोस् त त्यसपछि मैले पानी हाल्दै मजाले हेर्नुहोस् त पानी हालिसकेपछि मैले त्यसलाई सिटी लाउने व्यवस्था गरेँ वाउ हेर्दै कुकरमा सिटी पनि लागिहाल्यो हेर्नुहोस् त अब चाहिँ हुन्छ के 80 वर्षको बाजे बजूले पनि खाने खालको खसीको सुप वाउ हेर्नुहोस् त वाउ खाऊ लाग्दै हेर्नुहोस् त जसले पनि खानु मिल्ने खालको सुप हड्डी पसली मजाले लतक्क पाकेको वाउ हेर्नुहोस् त खाऊ लाग्दो है त्यसपछि मैले खाऊ लाग्ने भइहाल्यो त्यसपछि मैले बटुकोमा सारेँ बटुकोमा टक्कसँग लिएपछि चाहिँ चाख्नु त पर्यो कस्तो भयो भनेर हैन त्यसपछि मैले त्यसको टेस्ट गर्नु चाहिँ तपाईहरुलाई देखाएँ वाउ आम्मा यस्तो मिठो कि यस्तो मिठो यार वाउ हेलो साथी सब्स्क्राइब